हजुर बाबु कस्तो राम्रो वाउ पुरा हैन यो पिकअप हो उसले पनि देखाएको मैले कुखुरा प्लिज प्वाक फर्काइदे मान्छेले अब अलिक बढी भयो भने चाहिँ अरू जग्गा हुन्छ गाडीको होइन गाडीको अब त्यो माथि जङ्गल जङ्गल जान्छ घडियाल चाहिँ जाँदैन घडियाल भनेको फ्रेस वाटरमा बस्ने माछा मात्र खाने हो अब यो चाहिँ जस्तो ठाउँमै सर्भाइभ हुन्छ कि अनि जे पनि खान्छ नदी ताल तलाई जस्तो ठाउँमा पनि पाइने भयो अनि यसले जे पनि खाने भयो सानो भएछ अनि त्यही भएर गएर तलतिर लागेको छ ल हाम्रो चाहिँ अब यो हाम्रो केपी बाको पानी जहाज चाहिँ ल्यान्डिङ हुँदैछ एकदम सकुशल ल्यान्डिङ यहाँबाट जान्छ होइन तल एउटा तल जाँदैन जस जान चाहिँ मिल्छ यो छैन पानी यो यहाँसम्म त बनाएर छ यो बाटो बनाएको ए तलतिर बनाएकै छैन तलतिर तर पानीमा कति स्पिड हिँड्छ कुनै त यो स्पिड हुन्छ है मोटर बोट जस्तो हुन्छ आफ्नो चियरलाई चाहिँ टर्न गर्नुहोस् है ओके finally we landed hiking के हो यसको नाम इङ्ग्लिसमा के भन्छ एलिफेन्ट भन एलिफेन्ट भन बेबी एलिफेन्ट है हेलो बेबी एलिफेन्ट आमामा ठुलो रहेछ सिंह यहाँबाट देखिन्छ सिधा मेरो हात त बाघ यस्तो आउनु नि है मिठो हुन्छ नि मेलको झुन्ड होला क्या मेल वाला मेल डियर कम हाल हबीबी कस्तो काठ जस्तो है त्यसको सिङ है ए यो चाहिँ जरा त्यसको त बडी अर्कै छ त
के हो त्यो जग्गा साम्बरडिया तिमी बाघको शिकार बाटो मेन डेन्जर रहेछ खाक त्यहाँनिर नि एउटा देखियो चोरिसकेछ खाक त्यो त धेरै ठुलो हो नि यो खाइसकेको खाक होइन यो धेरै ठुलो अरू गाडी होइन नि ए हो लुक्दैछ गाडी पानीमा यहाँ पढ्दै के गर्ने हो कता जाने यता जाने कि उता जाने रे यता जाने कि उता जाने रे अब स्पिड गरेर त्यसलाई दौडाउनु त मलाई मन छैन बिजुलीलाई कसरी चम्काउने थाहा छ बल्ल खुल्ला भयो ए बिजुली रानी तेरा त कान हल्लाएर हेर्नु नि कान हल्लाएर के भनिरहेको छ ल समाउ त अब चाल ल एकछिन यसो गर्ने अनि छोडिदिने है चाल मेरे अब बोल्नु पऱ्यो नि त मैले चाल मेरे घोडे टिक 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 खोइ त अब भयो नि त्यसो घरिघरि तान्नु हुँदैन होइन हजुर फर्स्ट ड्युटी गर्दा नि हैरान हुन्छ र बाबु भएन मैले गरौँ त बिजुली रानी यो घोडालाई ओभरटेक गरेर जाने कि नजाने यसरी गर्नुपर्छ है फेरि तन्काइरहनु नि पर्दैन क्या हेर न गाडीले बाटो रोकिदियो क्या हामीलाई त्यो गाडीले क्या होगेन किन रोक्यो होला त केही न केही त काम होला चल बिजली आज तेरा इज्जत का सवाल है थोड़ा दूर जाना है वापस भी आना है हल्का न बोले के भयो भाइ राजा अब राजा आयो राजा बजाइन्छ बाजा बोल्यो हो नि खोजेको आज ए डन चामुला भान राजा हो राजा बजाइन्छ बाजा घोडा चलाउने त ड्राइभरै आज नयाँ ड्राइभर राखेको छु आज कस्तो लाग्यो बाबु यसरी हेर घोडा कसरी चल्छ हेर त कसले चलाएको आइरहेछ त्यो घोडा चाहिँ जरा बच्चा के रास्ता बुरा है यही बेला त दौडिनु पर्यो अरे अरे बिजुली रानी देख तेरा बिगड़ गया बानी अब तू गाली खाने लौरो हान्नु पर्दैन कि सर मेरो घोडालाई चाहिँ होइन यो नामै बिजुली लौरो बिनाको घोडा हो देख भैरव को छूना नहीं है रास्ते में रोना नहीं है चल मेरे घोड़े टिक 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 गोजी को पैसा झिक 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 चल मेरे घोड़े टिक 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 यो त बिस्तार है त हजुर आयो 36 स्टेट बिजुली आज तेरा इज्जत का सवाल है देख पीछे से गब्बर सिंह आ रहा है कस्तो लागिरहेको छ मेरो मित्र कस्तो लागिरहेको छ मैले घोडालाई पिटेर होइन नि त अनि बाबु हजुरले चाहिँ दुईवटा हातेको क्या यहाँ चाहिँ हरेक शुक्रबार शनिबार चाहिँ थारू खानाहरू मिल्ने हजुरले धेरै टाइट गर्नुभयो अब छोडिदिनु त एकचोटि बिजुली भाग आज तेरा इज्जत का सवाल है डन ए राजा आयो राजा घोडा चलाउनु पनि मान्छे अर्कै छ आज बजाइदियो बाजा मलाई पनि फाइदा हो त खाजा
आयो राजा बजाइन्छ भाइ घोडा त अलिकति गल्ती गर्यो राजा तिमीले अलिकति किन गल्ती गर्यो भने यो धेरै तानिरहनु हुँदैन क्या यसलाई नि इसारा सुन्छु यता हेर न सुन्छु तिमी त आज कसले हो न्यु खोजेको आज